विज्ञान प्रविधिको विकास अनुसन्धानको लागि कोषको गठन गर्ने भनेको हो। अनि त्यो ल्याउन सकिन, अध्यादेश ल्याउन सकिन, उति बेला ल्याउन सकिन, ठिकै छ, अहिले ल्याएको छु। अहिले पनि त्यसमा चाहिँ केही कुरा अगाडि काम बढेको छैन। त्यसैले त्यो कुरामा मलाई चाहिँ दुःख लागेको छ। अब यसमा खास गरी कुरा के हो त भन्दाखेरि यो नवप्रवर्तन कोषको जुन अध्यादेश छ यो ल्याउनको लागि मैले अहिलेको मन्त्रीमण्डललाई, अहिलेको सरकारलाई पनि अनुरोध गरिरहेको छु, तर सुनाइ चाहिँ भएको छैन। अनि सबैभन्दा ठुलो कुरा त के हो भन्दाखेरि विज्ञान प्रविधि मन्त्रालय, विज्ञान प्रविधि अनुसन्धान तथा नवप्रवर्तन मन्त्रालय छुट्टै खोल्नुपर्छ भन्ने मेरो जुन माग छ त्यो मागमा चाहिँ सुनाइ भएको छैन। र यहाँ चाहिँ के आइरहेको छ भने प्राधिकरणबाट चलाउने रे। किन भन्दाखेरि अर्को मन्त्रालय बनाउँदाखेरि विज्ञान प्रविधि मन्त्रालय भन्ने एउटा मन्त्रालय बनाइयो भने खर्च बढ्छ रे। 2-4 अरब रुपियाँ एउटा मन्त्रालय चलाउनलाई लाग्छ। त्यो पैसा बचाउनलाई 2-4 अरब ठुलो हो कि विज्ञान प्रविधि अनुसन्धान नवप्रवर्तन ठुलो हो? विज्ञान प्रविधि नवप्रवर्तन भनेको के हो? तपाईँले अहिले सुशासन ल्याएर के बनाउनु भइरहेछ भने एउटा राम्रो चिज बनाउनु खोज्नु भएको छ, राम्रो गाडी बनाउन खोज्नु भएको छ। गाडीभित्र चाहिँ एकदमै कम्फोर्टेबल, एकदमै सोफा राम्रो आरामदायक बनाउन खोज्नु भएको छ। तर त्यो गाडीमा इन्जिन हालेन भने के हुन्छ? त्यो गाडी उड्छ। अनि इन्जिन भनेको के हो त? अर्थतन्त्रको इन्जिन भनेको के हो? विज्ञान प्रविधि नवप्रवर्तन अनुसन्धान होइन? यो कुरा खै बुझेको? अरूले त बुझ्नु भएन। योभन्दा अगाडिको विगतका सरकारहरूले बुझ्दै बुझेन। मैले जति प्रयास गरेँ बुझेन। मलाई जहाँसम्म विश्वास थियो, 100% विश्वास थियो अहिलेको सरकारले त बुझ्छ, किनभने सबै युवाहरू हुनुहुन्छ भनेर मैले भनेकै थिएँ। खोइ सुनाइ भएको? सबै ठाउँमा मैले पुर्याइरहेको छु, सबैलाई मैले हात जोडेर अनुरोध गरिरहेको छु। अहिलेसम्म प्राधिकरण बनाउने रे, खर्च हुन्छ रे। प्राधिकरण बनाएर विज्ञान प्रविधि अनुसन्धान तथा नवप्रवर्तन विकास हुन्छ भने अरू मन्त्रालय पनि शहरी विकासको पनि प्राधिकरण बनाएर त्यो मन्त्रालय किन चाहियो त्यो? भौतिक विकास मन्त्रालय अनि अरू सूचना तथा सञ्चार मन्त्रालयले पनि प्राधिकरण बनाएर चलाए भइगयो त? खोइ त त्यो कुरा सोचेको। अनि यो कुरामा चाहिँ मलाई चाहिँ धेरै दुःख छ। र यो त भयो प्रमुख कुरा। सानो कुराहरूमा पनि मलाई चित्त बुझेको छैन। म मन्त्री हुँदाखेरि हेर्नुहोस्, म मन्त्री हुँदाखेरि मन्त्री भएको हप्तामै हरेक विद्यालयमा कम्प्युटर टिचरको व्यवस्था गर्ने, दरबन्दी थप्ने र 8 क्लासदेखि कम्प्युटर विषय थपेर 100 पूर्णाङ्क कम्प्युटर थपेर 800 बनाएर गर्ने